My dear brothers and sisters, यदि म तिमीहरूलाई एउटा प्रश्न गर्छु कि मैले यो पिइरहेको चियामा कोही त्यो बाटोमा हिँडिरहेको स्ट्रेन्जर आएर चिनी मिसाइदियो, अब के हुन्छ? अनि तिमीहरू भन्छौ तपाईँले खाइरहेको चियामा पिइरहेको चियामा चिनी थिएन भने त्यो चिया गुलियो हुन्छ, थियो भने अलिकति ज्यादा गुलियो हुन्छ। अनि म भन्छु फेरि, अनि यदि मेरो कोही रिलेटिभ्सहरूले आएर चिनी मिसाइदियो भने नि त तिमीहरू भन्छौ फेरि त्यही हो, गुलियो हुन्छ। अनि म तिमीहरूलाई चाहिँ अलिकति डिस्ट्र्याक्ट गर्नको लागि भन्छु, अनि यदि मेरो बेस्ट फ्रेन्ड आएर चाहिँ चिनी मिसाइदियो भने नि त, अनि तिमीहरू एकछिन सोध्छौ र भन्छौ कस्तो कुरा गर्नुभयो दाइ, चिनीको गुण भनेको गुलियो हुने हो। तपाईँको बेस्ट फ्रेन्डले मिसाओस्, कोही स्ट्रेन्जरले मिसाओस्, या तपाईँको कोही आफन्तले मिसाओस्, त्यो गुलियो नै हुन्छ। तिमीहरूले भनेको कुरा एकदम सही, तिमीहरू चुक्किएनौ। अनि म तिमीहरूलाई अझ फेरि डिस्ट्र्याक्ट गर्नको लागि भन्छु, अनि फेरि मैले यही पिइरहेको चियामा कोही त्यो बाटोमा हिँडिरहेको स्ट्रेन्जर आएर अलिकति विष मिसाइदियो भने तिमीहरू तत्काल भन्छौ यु विल बी डेड। सही हो, किनभने चियामा विष मिसाइदियो भने को बाँच्छ? अनि म फेरि तिमीहरूलाई भन्छु, अनि मेरो कोही रिलेटिभ्सले आएर मिसाइदियो भने नि त, अनि तिमीहरू फेरि भन्छौ फेरि पनि तपाईँ मर्नु नै हुन्छ। अनि म तिमीहरूलाई फेरि अझ डिस्ट्र्याक्ट गर्नको लागि भन्छु, अनि मेरो बेस्ट ल्याएर मिसाइदियो भने नि त, अब तिमीहरू एकछिन भावुक हुन्छौ सायद। अनि फेरि भन्छु र पनि तपाईँ मर्नु नै हुन्छ दाइ, किनभने त्यो हात फरक पर्दैन, त्यो तपाईँको रिलेटिभ्सको होस्, कोही स्ट्रेन्जरको होस्, या तपाईँको आफ्नै बेस्ट फ्रेन्डको होस्, तपाईँको त्यो भावनाको एकदम नजिकको कोही मित्रले नै मिसाइदिएको होस्। यस, तिमीहरू यु गाइज आर सो स्मार्ट इनफ, किनभने तिमीहरूलाई थाहा छ नि त, यहाँसम्म थाहा छ क्या। अब म तिमीहरूलाई भन्छु कि हो त्यस्तै हो, यो हाम्रो मानव खोपडी पनि छ नि, खोपडीभित्र जुन तिमीहरूको गिदी छ नि होइन, जसले तिमीहरूको कुराहरू सोच्छौ, सुन्छौ, सम्झिन्छौ, कुनै कुराहरू प्लान गर्छौ, निर्णय गर्छौ, सक्सेस गर्छौ, हो त्यसमा पनि कस्तो हुन्छ भने तिमीहरूको खोपडी भनेको यो चियाको कप हो, तिमीहरूको गिदी होइन चिया। अब त्यसमा तिमीहरूको चिनी रुपी चाहिँ भनेको त्यो थट्सहरू क्या, त्यो बाहिरबाट आउने क्या। कोही तिमीहरूले स्ट्रेन्जरबाट लिन्छौ, कोही तिमीहरूको रिलेटिभ्सले दिन्छ, कोही तिम्रो बेस्ट फ्रेन्डले दिन्छ होइन, तिम्रो फ्यामिलीहरूबाट आउँछ, त्यो भन्छ थट्स हो। अनि म तिमीहरूलाई के भन्छु भने त्यो थट्सहरू भनेको सबै चिनी रुपी थट्सहरू आउँदैन क्या। होला चिनीको पनि आफ्नै अब राम्रो नराम्रो चाहिँ होला, तर पनि कस्तो भने विषको तुलनामा चिनी राम्रो हो भनेर म तिमीहरूलाई भन्छु है। त्यस्तै थट्सहरू चाहिँ कस्तो आउँछ भने त्यो तिमीहरूले चिनी रुपी थट्सलाई मात्र एब्जर्भ गर क्या, अरूलाई चाहिँ तिमीहरूले त्यो खोपडीको अगाडि तिमीहरू गाड भएर बस्छ र त्यो कसैले पनि तिमीहरूलाई तिम्रो मस्तिष्कमा छिराउने त्यो थट्सहरूलाई चाहिँ त्यो ब्याड सिटवाला थट्सहरू छिराउन नदेऊ। त्यो कसैको पनि ब्याड सिटवाला थटहरू तिमीहरूको दिमागमा छिराउने यो तिमीहरूको खोपडी छ नि, त्यसलाई चाहिँ त्यो सिधै भन्नु त्यो गुए कुराहरूलाई चाहिँ थुपार्ने तिमीहरूको त्यो डस्टबिन नबनाऊ क्या तिमीहरूको खोपडीलाई। तिमीहरूले राम्रो कुराहरू गर्छौ गर, त्यो थट्सहरू भनेको त्यो समटाइम्स तिमीहरूको बेस्ट फ्रेन्डबाट पनि आउन सक्छ, त्यसलाई इग्नोर गर, नल्याऊ। राम्रो कुरा छ, राम्रो थट्सहरू छ, त्यो स्ट्रेन्जरबाट पनि ल्याऊ, फ्यामिलीबाट ल्याऊ। अरू त के भन्नु गाइज, यो गाइज आर सो स्मार्ट इनफ यार। स्टे वाचिङ, हेर्दै गर, शान्त बस, सधैँ पोजिटिभ कुराहरू सोच,
अनि काम पनि गर्दै गर।